कति छ 200 कि 200 तपाईको चाहिँ तरकारीहरुमा हैन हामीले खाने पाइयो भिटामिन युक्तहरु जस्तै हाम्रो बजारले गाउँघरमा पनि पाइन्छ हैन त्यो पाइयो अनि के 200 वटा पनि गर्दाखेरि हामीलाई चाहिँ 6 वटा हामीलाई चाहिँ गानोदरमा पाइयो। यो हाम्रो गानोदरमा के भनेपछि ज्ञानो भनेको चाहिँ स्किन गर्ने के छाला छाला धर्म भनेको चिल्लोपना हैन जसले हामीलाई चाहिँ शरीरमा जति पनि चीज भएकोलाई त्यसलाई निकाल्ने र शरीरलाई चाहिँ तन्दुरुस्त राख्ने चीजहरु पनि ज्ञानोदर्ममा छ। तर त्यो ज्ञानोदर्मको सबभन्दा डिएक्सनको मेन प्रोडक्ट भनेको यो मसरुम हो। यो मसरुमले हाम्रो शरीरको हरेक चीजहरुलाई चाहिँ ठीक गर्छ भन्ने कुराहरु चाहिँ प्रोडक्टमा आउँछ। र यही तपाईको यही 6 वटा च्याउमा तपाईको चाहिँ हार्ट गानो रोइ गानो पिकर गानो लिभर गानो ट्युसन गानो हैन सर मेरा चाहिँ नबुझ्नु सक्नुहुन्छ सर अर्को कुन चाहिँ हो सर ब्रेन गानो हैन रुई गानो भयो ब्रेन गानो अब ठीक छ यो यत्रो गानो हाम्रो डाक्टर लिम्सोजीले त बनाउनु भयो र यस्तै अरु पनि छ तर कसैसँग खाली यो मात्रै छ सर है गानोहरु छन् बनाउनु अलि बजारमा छ्यापछाप्ती छन् तर डाक्टर लिम्सोजीको जस्तो छैन कसैसँग खाली हार्ट गानो छ एउटा मात्रै गानो प्रोसेस पाउने है जो अरु ठाउँमा अरूले पनि यसको प्रचारहरु दिन्छ नि त कम्पनी एउटा मात्रै छ अर्को कम्पनी कसैसँग तपाईको यो रुई गानो मात्रै छ कसैसँग तपाईको पिको गानो मात्रै छ तर हाम्रोमा के छ सबै अल गानो छ यो प्रोसेस सिरिप डाक्टर लिम्सोजीले मात्र थाहा छ अरु कसैलाई थाहै छैन डिएक्सनको यो 6 वटा गानोलाई बनाउने प्रोसेस लिको सर सिरिप डाक्टर लिम्सोजीले मात्र छ अरुलाई भनेको सिरिप डाक्टर लिम्सोजीले के बनाउनु भएको छ त्यो एउटा कुरालाई मात्र रिसर्च गरेका छन् तर पुराले गर्न पाएको छैन। त्यो एउटा डिएक्सन आज संसारको बेस्ट अफ द डिएक्सन बने किनभने उहाँसँग जो प्रगति छ जो उहाँले बनाउनु भएको चीज छ अरु कसैले सकेको छैन सर त्यो डिएक्सनमा चाहिँ सब यसलाई मेटाइदिनु हैन र अब डिएक्सनको प्रोडक्टहरुमा पाइने तत्त्वहरु भने के छ भने यसमा तपाईको चाहिँ अब धेरै चीजहरु छ यसमा अब तपाईले चाहिँ अब हाम्रो शरीरलाई चाहिँ भित्र रोगहरुलाई लड्ने क्षमता हैन हामीसँग अब त्यो एन्टिबायोटिकहरु छ हैन तपाईको धेरै कुराहरु अब कार्बोहाइड्रेट्सहरु यिनीहरु अलरेडीहरु हाम्रो प्रोडक्टहरु अलरेडी छ के यसमा हामीले किन चाहिँ सर्ट फुड तपाईले चाहिँ हामीले जब भन्छौं यसलाई तपाईले चाहिँ जानेको कुराहरु जति छ त्यो भन्न सक्नु नत्र भने त्यो सर्टमा तपाईले भनेर पनि अगाडि बढ्न सक्नुहुन्छ है त। सो थ्यांक यू। यसको लागि फेरि हाम्रो अब नोट सरले भनिहाल्नुहुन्छ जो उहाँले जान्नु भएको छ मैले तपाईलाई सिर्फ यो अलिकति चाहिँ यो डेमो दिए हो के अब म P3 को बारेमा भन्न गइरहेको छु। P3 मा के छ भनेपछि हाम्रो अब मेन पहिला सुरुमा हामीले जोइनिङ हुनु 18 सालको चाहिँ प्लसको मान्छे हुनु पर्यो हैन हजुर जब यो 18 सालको प्लसको मान्छे हुन्छ भने जब हामी कुनै व्यक्तिलाई भन्छौं एउटा डिएक्सनको बारेमा नि सर डिएक्सनमा स्वास्थ्यको साथसाथ पैसा पनि कमाउन थाल्छ के तपाई पैसा कमाउन चाहनुहुन्छ हजुर कमाउन चाहन्छ कति वर्ष हुनुभयो तपाईँ 18 वर्ष अनि यो डिएक्सन कम्पनी एउटा इन्टरनेशनल कम्पनी भएको हुनाले तपाईँ 18 वर्ष भन्दा माथि हुनु पर्यो र तपाईसँग चाहिँ कुनै पनि क्षेत्रमा बस्नु भएको छ भने चाहिँ यो छ कि छैन भनेर सोधेको छैन आइडी चाहियो नि त हजुर अनि आइडी बनिसकेपछि यहाँ तपाईँ हुनुहुन्छ अनि उ व्यक्तिलाई तपाईँ ल्याएर यहाँ जोइन गर्नुहुन्छ हो तपाईँ अलरेडी यो कम्पनीमा डिएक्सन कम्पनीमा हुनुहुन्छ हो तपाईँ यहाँ भइसकेपछि के छ भनेपछि यो उहाँलाई तपाईले चाहिँ स्पोन्सर गर्नुहुन्छ एउटा स्पोन्सर चाहियो त
स्पोन्सर पनि चाहियो, स्पोन्सर गर्नु पर्यो नि त। स्पोन्सर बिना स्पोन्सरको त काम छैन काम छैन। हैन। स्पोन्सर गर्नुहुन्छ तपाईँ यहाँ अलरेडी अब तपाईँ या एसए हुनुहुन्छ या स्टार रुबी हुनुहुन्छ या एसडी हुनुहुन्छ, यो तपाईँको आफ्नो ठाउँमा छ हैन। सो उहाँ कसैलाई पनि जोइन गर्नुहुन्छ भने 100 PB 6% बाट ऊ चाहिँ डिएक्सनमा आउन सक्नुहुन्छ। अनि जब ऊ 6% मा आउँछ भने उहाँले पनि काम गरेको उहाँ व्यक्तिलाई पनि गइराखेको हुन्छ कि हैन 100%। यसको चाहिँ यो एकदमै भ्यालिडिटी धेरै यो भनेको नि यो अब मानुस् उहाँले अब ठिक छ उहाँले चाहिँ एकदम राम्रो लाग्यो, जस्तो सरलाई राम्रो लाग्यो, मलाई राम्रो लाग्यो, हामी आइरहेका छौँ नि गरिरहेका छौँ। हजुर। अब हामीले एउटा पेस्ट दिन्छौँ भने पनि यहाँबाट त्यो हाम्रो स्पोन्सरलाई गइरहेको हुन्छ, हामीलाई पनि आइरहेको हुन्छ। अब मानुस् उहाँले फेरि एकजना मान्छे जोइन गर्नुभयो 100 PB बाट हैन PB, अनि उहाँलाई पनि गयो, उहाँको के भयो यहाँ उहाँलाई 100 PB अनि 200 PB भयो हैन। अनि फेरि उहाँले एक्जाम जोड्नुभयो, फेरि यहाँ 100 PB अनि उहाँको अनि 100 PB गरेर यहाँ कति भयो 300 PB भयो। 300 PB सँग कति भयो 9% हैन। त्यस्तै गरेर उहाँले पनि मान्छे जोड्नुभयो, उहाँले पनि जोड्नुभयो, अनि उहाँले पनि जोड्नुभयो, यताउता गर्दै उहाँको चाहिँ कति भयो यहाँ 1000 PB अनि हामी 12%। अनि त्यहाँबाट हाम्रो 2000 PB अनि हामी 18% हैन